आफ्नै भाषामा टेकेर जन्मिनु, आफ्नो भाषाको जीवनको निम्ति जन्मे। तपाईँ जापानको शैली कुरा धेरै राम्रोसँग बुझ्नु होला जस्तो मलाई लाग्छ। किन उनीहरू जतिसुकै कोट लगाउन्, जतिसुकै टाई बाँध्नु, उनीहरूले जापानीमै भाषामा बोले, जापानी भाषामै लेखे र नोबेल पुरस्कार पनि उनीहरूले जापानी भाषामा लेखेरै प्राप्त गरे। उनीहरूले अङ्ग्रेजीमा लेखेर प्राप्त गरेन होइन। त्यसको महत्त्व छ। अहिले नेपालमा त्यसको बारेमा बुझ्ने मान्छे कम होला, हुनसक्छ है, यही मातृभाषाले खाना भाषाले जे पनि हुन्छ भनेर पनि होला। तर एउटा भाषा मर्नु भनेको कम्तीमा पनि 4000 वर्षको ज्ञान मर्नु, त्यो सामान्य कुरा। त्यस दिशामा यो साहित्य समाजले अलिकति सोच्न पाए राम्रै होला नि जस्तो लाग्यो मलाई चाहिँ होइन। त्यस्तो लाग्छ। अब यो साहित्यिक समारोह आएको हुनाले एउटा कविता सानो सुनाएर मैले पनि वर्षमा यो कविता लेख्छु, वर्षमा एक दुईवटा कविता लेख्छु र अरू काममा व्यस्त हुनाले बर्बाद भएको छु हो। केही वर्ष अगाडि 7 वर्ष अगाडिसम्म संसारमा सेतो जिराफ पाइन्छ, सेतो रङको जिराफ। दाजु बहिनी थिए दुईटा, संसारमै दुईटा मात्रै बाँकी थिए र सिकारीले भाइलाई मार्ने 7 वर्ष अगाडि मरिसकेपछि अब सेतो जिराफ संसारमा नहुँदैन, एक्लै भयो, एउटा मात्रै बाँकी रह्यो। अब त्यसबाट बच्चा जन्मिन सक्दैन। यो संसारबाट नै, यो ब्रह्माण्डबाट नै सेतो जिराफ हरायो। त्यो खबर सुनेपछि मैले एउटा कविता लेखेको, सेतो जिराफ भन्ने। त्यो म तपाईँलाई सुनाउँछु, छोटो छ है, गज जस्तो छोटो हुँदैन अहिले आयो। सेतो जिराफ। प्रकृतिका सबै एकान्तभन्दा टाढा म केवल एक लास हो। मानिसको मूर्खताको विस्फोटले उत्पन्न एक अवसान हो। सगरमाथा जति तन्काए पनि आफ्नो लामो घाँटी देख्न पाउन्न अब आफन्तहरू पृथ्वीको कुनै खासे मैदानमा। उछिनेर चितुवालाई बेगबान रहे पनि जीवनभर कहिले बन्न सक्ने छैन आफ्नै बथानको हिस्सा। म एक्लो होइन, फगत एउटा हो। एक्लोपन पनि लुटिएको म अन्तिम हुँ, सेतो जिराफ, सृष्टिको अन्तिम सेतो जिराफ। हामी सेता थियौं तर कहिले अपमानित भएनन् कालो रङका हात्तीहरू। हामी अग्ला थियौं तर कहिले हेपिएनन् होचा मृगहरू या हाम्रो ढाडमा बस्न रुचाउने चञ्चल पन्छीहरू। भक्कानिएर आक्रोशित त हुन्थ्यौं नै जब सिंहले बथानको मार्दथ्यो एउटा परिवारको सदस्य। तर यस्तो गमेर दिन्थ्यौं माफी कि घाँस खान नजानेका सिंहको सिर्फ भोगको मामला हो। ओहो, आज निस्सहाय अन्तिम अस्तित्व हुँदा सोध्न मन लाग्छ, सिंहै प्रकृतिलाई दुःख ठानेर वृक्षका एक एक पात पनि बिस्तारै चुड्ने हाम्रो स्वभाव के तुच्छ मूर्खता थियो। समय अकस्मात अन्त्य भयो जब मारिए मानिसबाट मेरी आमा र बहिनी। खरानीको डङ्गुर बन्यो हरियो घाँसको मैदान। असमय विदाईका बिना बतास हल्लिरहेछन् अलग थलग उभिएका रुखका पातहरू। प्रेमको हतारो न सहजीवीको खेलको चटारो। आमासँग लाडिने तृष्णा समेत गायब, न बाँकी रह्यो लामा घाँटीका आफू जस्तै सन्तान जन्माउने पर्खाइ। यदा कदा मुढाहरू छन् खुसीमा सामिल नहुने, दुःख सुनसुनाउन नचाहने ढिस्काहरू छन्, मनको कुटकुटी नसुन्ने हावाका उदास सुक्खाहरू छन्, अनि नाफाका लागि कुदिरहेका मानिसहरू छन्। रातभरि आमाका आँखा बनेर तर्साउने जुन, दिनभरि उद्देश्यहीन उज्यालोले जिस्काउने घाम। अझै हराभरा धरतीबीच अन्तिम हुँदा चिच्याउन मन लाग्छ, मेरो वंशको यो भयानक विनाश सृष्टिको अनिवार्य आवश्यकता थियो। म अन्तिम हुँ, आगामी दोस्रो अन्तिमका निम्ति पहिलो हुँ। समृद्धिको धुवाले नासिने विभत्सता वृक्षहरूले भोग्नेछन् जसका पातहरू जीवनका स्रोत थिए। तेस्रो शिकार हुनेछ सायद फट्याङ्ग्राहरू, माउरीहरू के त्यसपछि आउनेछ पालो भ्यागुताहरूको। पाँचौं पालोमा देखिनेछ त्यस्तो दृश्य जहाँ पेङ्गुइन दम्पतिले हिउँभन्दा चिसो लिनेछन् आलिङ्गन। छैठौं दृश्य अनिवार्य छ, लगतै परमाणु युद्ध सकिएपछि पृथ्वीको सबैभन्दा धनी मानिस सुकेको अमेजन नदीको बगरमा प्यासले मर्नेछ। सम्भवतः अझै बाँकी रहनेछ एक मानव जोडी, तर रहने छैन विषादीमय त्यस शरीरमा प्रजनन क्षमता। समस्त प्रेमीहरूको मृत्युसँगै प्रेमको पनि अन्त्य हुनेछ। सबै फूलका बोटहरू सुकेपछि सुन्दरताको मृत्यु हुनेछ। शिशुहरूसँग रमाउने जीवनको महान खुसी सकिनेछ। स्नेह रहने छैन धरतीसँग, मात्र तेजाबको गन्ध हुनेछ। नदी बतासले उमार्ने
नदी बतासले उमार्ने चराले सुशीलले सङ्गीतको मृत्यु हुनेछ। प्रकोप बाहेक आकाशसँग बस्नै छैन कुनै न्यानो। तब मर्नेछ अन्तिम मानवको जोडीको एक सदस्य अनि प्रकट हुनेछ मानवको सबैभन्दा श्रेष्ठ आविष्कार अर्थात् धरतीको अकल्पनीय एक लासको अन्तिम मानिस। धिक्कार, मेरो अन्त्यको अर्थहीन विलम्ब बीच म सोचमग्न छु। अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ? म सेतुजी राम, सृष्टिको अन्तिम सेतुजी राम। धन्यवाद।